यो कथा निकै पुरानो छ, पुराणहरूमा वर्णन गरिएको। एक समयमा हिरण्यकश्यपु नामका एक अहङ्कारी असुर राजा थिए। उनी आफूलाई भगवान भन्दा ठूलो ठान्थे र कसैलाई पनि विष्णुको पूजा गर्न दिँदैनथे। तर उनैकै छोरा प्रहल्लाद भने सानैदेखि भगवान विष्णुका परम भक्त थिए। उनी दिनरात विष्णुको नाम जप्थे। राजा हिरण्यकश्यपुले छोरालाई धेरै पटक मार्ने प्रयास गरे। विष, अग्नि, उचाइबाट खसाउने, जङ्गली जनावरको सामुन्ने फाल्ने, तर हरेक पटक भगवान विष्णुले प्रहल्लादको रक्षा गर्नुभयो। अन्तमा राजाले आफ्नी बहिनी होलिकालाई प्रयोग गरे। होलिकालाई ब्रह्माबाट वरदान थियो, आगोले कहिल्यै नजल्ने। राजाले आदेश दिए, प्रहल्लादलाई काखमा लिएर दन्किएको आगोमा बस, प्रहल्लाद जल्छन्, तिमी बच्नेछौ। होलिका प्रहल्लादलाई बोकेर आगोमा बसिन्, तर भगवानको कृपाले चमत्कार भयो। प्रहल्लादलाई केही भएन, उनी निर्धक्क बसे। तर होलिका नै आगोमा जलेर खरानी भइन्। यसरी सत्य र भक्तिको जित भयो, असत्य र अहङ्कारको नाश भयो। यही घटनाको सम्झनामा फागुन पूर्णिमाको अघिल्लो रात होलिका दहन गरिन्छ र भोलिपल्ट रङहरू छरेर होली खेलिन्छ, दुष्टतामाथि सत्यको विजयको प्रतीक। तर आजको होली केवल रमाइलो र रङको मात्र होइन। दिनभरि दौडधुप, पानीको छ्यापाछ्याप, रङको खेलपछि शरीर थकित हुन्छ, ढाड दुख्छ, कम्मर खिचिन्छ, घुँडा पनि सुन्निन सक्छन्। जसरी होलीमा होलिकाको आगोले दुःख दिन खोज्यो तर प्रहल्लादको भक्तिले जित्यो, त्यसैगरी हाम्रो दैनिक जीवनमा पनि शरीरको ख्याल राख्नु आवश्यक छ। सिल्भर सेक्स वार्म ऑयल तपाईको शरीरका लागि त्यस्तै भक्ति जस्तै हो। प्राकृतिक तेलहरूको तातो मालिसले ढाड, कम्मर, घुँडा र जोर्नीको दुखाइलाई शान्त पार्छ। होलीको रमाइलोपछि पनि तपाईँ फेरि ताजा, ऊर्जावान र जोसिलो महसुस गर्नुहुन्छ। यस होलीमा पुरै रमाइलो गर्नुहोस्, रङ छर्नुहोस्, हाँस्नुहोस्, नाच्नुहोस्, तर आफ्नो शरीरको पनि ख्याल राख्नुहोस्। सिल्भर सेक्स वार्म ऑयल